तपाईको पार्टीको सभापतिको घरबाट अकुत सम्पत्ति निस्क्यो, सार्वजनिक मिडियाहरूमा तथ्य प्रमाणहरू सहितका समाचारहरू सम्प्रेषण भएका छन्, प्रसारण भएका छन्। अब श्रद्धेय सभापति हुनुहुन्छ होला, अलिअलि त्यही त होला। त्यस्तो किसिमको नेतृत्वलाई तपाईहरूले स्वीकार्दै आउनुभयो। यी पछिल्लो समय सभापतिको लेभलबाट त्यो किसिमको घरमा त्यो किसिमको चाहिँ अपराध देखिन्छ भनेपछि हामीले कांग्रेसबाट के अपेक्षा गर्छौं? त्यही भएर नेतृत्व गर्ने धेरै लिडरहरुकोमा चाहिँ त्यो खालको चाहिँ अवस्था सिर्जना भयो। हामीले शंका गरेको कुरा घटनापछि चाहिँ देखिएको छ। त्यसलाई यथेष्ट त्यो यदि साँचो हो भने म त्यसलाई झुट भन्दिन। अहिलेसम्म आएको प्रमाण र हामीले हेरेको समाचार अनुसार सभापतिको घरबाट निस्केको अकुत सम्पत्ति झुटो होइन भन्नुहुन्छ तपाई, साँचो हो? मैले त्यो झुटो भन्दिन, तर त्यसको यथेष्ट प्रमाण ल्याएर अहिले बनेको जुन सरकारले कानुनी हिसाबले कारबाही अगाडि बढाउनुपर्छ। यदि त्यो सत्य हो भने हामीले त्यहाँ डढेका पैसाहरू के देखेका छौं, के डलर पनि देखेका छौं, त्यो फोटो त्यो पिक्चर यथार्थ हो भने र सम्माननीय श्रद्धेय सभापति शेरबहादुर देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र परराष्ट्र मन्त्री आर्जु राणा देउवा उहाँका विषयमा धेरै कुरा उठ्ने गर्थ्यो, हामी पनि धेरै असहमति राख्ने गर्थ्यौं। कतै सभापतिको भन्दालाई नै थाहा नपाउने गरी ती खालका कामहरू भएका हुन् कि जस्तो हामीलाई शंका छ। यदि यो त परिवारको कुरा, चाहे सभापति होस् चाहे आर्जु देउवा केन्द्रीय सदस्य होस्, अब यसो हो भने उहाँको तर्फबाट स्टेटमेन्ट पनि आएको छ, एआईले गरिरहेछ, केले गरिरहेछ भन्ने कुरा। त्यो स्टेटमेन्टको कुरा हामी विश्वास गर्दैनौं। त्यो स्टेटमेन्टको कुरामा मलाई पनि कांग्रेसले विश्वास गर्दैन, हामी विश्वास गर्दैनौं त्यसलाई। स्वयं उहाँहरूले बोलेको भन्दा पनि यथार्थ के हो त्यो कुरा नै सत्य हो। त्यहाँ यदि पैसा भेटिएको हो चाहिँ तपाईको हामीले फोटोमा देखिएको अनुसार हो भने त्यो गलत हो, कारबाही चाहिँ गर्नुपर्छ।